एभ्रिवान सेवाहरू नमस्कार। आज चाहिँ मैले हजुरहरू सामु माछाको रेसिपी लिएर आएको छु है त। यो माछाको रेसिपी बनाउन चाहिँ एकदमै सजिलो र कम समय लाग्ने भएकोले चाहिँ आज मैले माछाको रेसिपी लिएर आएको छु। हजुरहरूले चाहिँ आफ्नै घरमा ट्राई गर्न सक्नुहुन्छ है त। यसको लागि चाहिँ सुरुमा मसलाको आवश्यक पर्ने हुन्छ। मसलामा चाहिँ मैले जिरा अदुवा लसुन लिएको छु। हजुरहरूले चाहिँ यसमा दालचिनी अनि तोरी पनि एड गर्न सक्नुहुन्छ है त। मलाई चाहिँ सिम्पल मसला मनपर्ने भएकोले मैले चाहिँ अरू एड गरिनँ है त। यति नै रेडी गरेँ। त्यस पछाडि मैले प्याज काटेँ सब्जीको लागि। त्यस पछाडि टमाटरलाई पनि अब ग्रेन्ड गर्नका लागि रेडी गरेँ है त। यसलाई अब ग्रेन्ड गर्नुपर्ने हुन्छ। ग्रेन्ड गरेको मसला चाहिँ सब्जीमा राम्ररी लाग्ने भएकोले चाहिँ मैले ग्रेन्ड गरेँ है त। अब त्यसपछि चाहिँ मैले यता माछा बनाउनलाई रेडी गरेँ। अब यता ग्यास बालेर अब कराई राखिदिएँ। अब यसमा चाहिँ यो तरकारीमा चाहिँ धेरै तेलको आवश्यक पर्दैन है त। यसमा चाहिँ ठिक्क तेल यति मैले जति हालेको छु यतिले पनि काम दिन्छ है त। किनभने यो धेरै तेल आवश्यक पर्दैन यसमा। हजुरहरूले पनि ट्राई गर्न सक्नुहुन्छ है त। त्यसपछि मैले हालेको छु यसमा प्याज, अघि काटेको प्याज हालेको छु। प्याजलाई चाहिँ 1-2 मिनटसम्म भुट्नुपर्ने हुन्छ। किनभने यसमा चाहिँ यो चाहिँ ब्राउन कलर हुइन्जेलसम्म यसलाई भुट्नुपर्ने हुन्छ। 1-2 मिनटसम्म भुट्ने। त्यस पछाडि चाहिँ अलिक राम्रो कलर आएर यतिको कलर निस्केपछि चाहिँ अघिको पिसेको मसलालाई मैले एड गरिदिएँ। यसलाई पनि कलर आउने गरी भुट्नुपर्ने हुन्छ। यसलाई पनि राम्ररी चलाएँ। त्यस पछाडि चाहिँ यसमा मैले थोरै धुले खुर्सानी, यो धुले खुर्सानी चाहिँ कलरको लागि मात्रै हो है त। अनि त्यस पछाडि हल्दी मिक्स गरेको छु। यसलाई पनि एड गरेर राम्ररी यसरी चलाउने। त्यस पछाडि यो पनि मसला ब्राउन कलर भएपछि टमाटरलाई हालिदिने होइन। टमाटरलाई हालेपछि यसलाई पनि पाक्ने गरी नै भुट्नुपर्ने हुन्छ। यसलाई 3-4 मिनट टमाटर हालेपछि 3-4 मिनट पकाउनु पर्ने हुन्छ है त। किनभने टमाटर पाकेन भने अब अलिक काँचो स्मेल आउँछ नि त। त्यही भएर चाहिँ यसलाई राम्ररी पाक्ने गरी पकाउनु पर्ने हुन्छ। र यसमा मैले एड गरेको छु धनियाँको धुलो एड गरेँ। अनि त्यस पछाडि धुले खोर्सानी पनि एड गरेँ। यो चाहिँ पिरो हुँदैन, यसले चाहिँ राम्रो कलरिङ दिन्छ भनेर मैले चाहिँ यसलाई हालेको छु है त। अघि नै कम भएको थियो र थोरै फेरि एड गरिदिएँ। त्यस पछाडि यसलाई राम्ररी चलाउने। अनि त्यस पछाडि यसलाई 3-4 मिनटसम्म भुट्नुपर्छ अनि राम्रो पाक्दै गर्छ। यता मैले चाहिँ माछालाई राम्ररी धुनुपर्ने हुन्छ है त। सफा हुने गरी धुनुपर्ने हुन्छ माछालाई चाहिँ। अनि त्यस पछाडि मैले अघि सुपमा आवश्यकता अनुसार सुप हालेर यसमा माछा एड गरेको छु। यसमा चाहिँ त्यस पछाडि नुन माथिबाट एड गरिदिने। त्यस पछाडि हामी चाहिँ मासुमा अजिनामोटो पनि थोरै युज गर्छौँ। त्यही भएर मैले यसमा अजिनामोटो पनि थोरै एड गरिदिएको छु। अनि त्यस पछाडि यहाँ यसरी माछालाई मजाले चलाउने। यसलाई माछालाई चलाएपछि यहाँ चाहिँ मलाई चाहिँ थोरै अब यो सुप थोरै कम भएछ, माछा डुब्ने गरी हाल्नुपर्ने हुन्छ नि त। अनि त्यसपछि एड गरेर यसलाई 15 मिनटसम्म हाई फ्लेममा राखिदिने। 15 मिनटको समयमा हजुरहरूले अरू कामहरू पनि गर्न सक्नुहुन्छ। मैले चाहिँ एक साइडमा खाना राख्दैछु। 15 मिनट भइसकेको छ। माछा पनि रेडी भइसक्यो र यता खाना पनि पाकिसकेको छ। हेर्नुहोस् त माछामा कस्तो धेरै राम्रो कलर आएको छ। माछा पनि पाकेर रेडी भइसक्यो। माछाबाट चाहिँ कस्तो धेरै राम्रो मक्मकी स्मेल आइरहेछ। र हेर्नुहोस् त यो माछा चाहिँ हजुरहरूको बच्चाहरूले खानलाई पनि एकदमै राम्रो हुन्छ है त। यसमा मासु र काँडा चाहिँ सजिलैसँग छुटिन्छ। हजुरहरूले यसमा धनियाँ पनि एड गर्न सक्नुहुन्छ। मैले चाहिँ यसमा देशी धनियाँ राखेको छु। हेर्नुहोस् त कति राम्रो स्वादिलो देखिएको छ है। अनि यो चाहिँ हाम्रो घरबाट देखिने दृश्य हो। धान रोपाइ चलिराखेको छ। असारको महिना हो नि त, त्यही भएर। अनि हेर्नुहोस् है त यो चाहिँ मेरो अब खानाको अन्तिम रिजल्ट हो। हजुरहरूले अझै यस्तै भिडियोहरू हेर्न चाहनुहुन्छ भने मेरो च्यानललाई लाइक सब्सक्राइब गरिदिनु होला। थ्याङ्क यू।